नमस्कार। हरेक महिना म कहाँ एक दुईजना अभिभावकहरू आफ्ना 5-6 वर्षसम्मका नानी बाबुहरूलाई लिएर आउनुहुन्छ। ती नानी बाबुहरूको चेक जाँच गर्दा तिनीहरूलाई पाइल्स अथवा फिसर जस्ता समस्याहरू भएको पाउँछु। त्यसकारण साना साना बच्चाहरूलाई पाइल्स र फिसरहरू के कारणले हुन्छ, तिनीहरू यो समस्याहरूबाट बच्न के गर्नुपर्छ भन्ने बारेमा आज केही कुरा गर्छु। प्रायजसो मलद्वार सम्बन्धी रोगहरू त खानपान र जीवनशैलीकै कारणले हुन्छ। हुन त पाइल्स र फिसर जस्ता रोगहरूको मुख्य कारण कब्जियत नै हो, तर कोहीमा फ्रिक्वेन्ट डायरिया भएर पनि एनल इरिटेसन हुन्छ र जसको कारणले फिसर भइरहेको हुन्छ। तर बढी जसोमा कब्जियतकै कारणले यी समस्याहरू आउँछन्। त्यसकारण आफ्ना नानी बाबुहरूलाई अभिभावकहरूले यी समस्याहरू हुन नदिनको लागि, कब्जियतबाट बचाउनको लागि खानपान र जीवनशैलीका कुराहरू सिकाइराख्नुपर्ने हुन्छ। जस्तो हाई फाइबर युक्त खानेकुराहरू जस्तै हरियो सागसब्जी, फलफुल, तरकारीहरू खान प्रेरित गरिराख्नुपर्छ। चिज, पिज्जा, बर्गर जस्ता प्रोसेस्ड फास्ट फुडहरू खानुहुन्न भनेर सिकाइराख्नुपर्ने हुन्छ। चाउचाउ, चाउमिन जस्ता मैदायुक्त खानेकुराहरू खानुहुन्न भनेर सिकाइराख्नुपर्छ। मसालेदार, बढी मसाला भएको खानेकुराहरू खानुहुन्न भनेर बिचबिचमा भनिराख्नुपर्ने हुन्छ। किनकि यस्ता खानेकुराहरूले गर्दा बच्चाहरूको स्टुल हार्ड हुन्छ। त्यो हार्ड स्टुललाई पास गर्दा हार्ड स्टुल बल लाएर निकाल्नु पर्दा बच्चाहरूलाई पाइल्स र फिसर भइरहेको हुन्छ। पानी कम खाने बानी भएको बच्चालाई पनि यो समस्याले बढी सताइरहेको हुन्छ। किनकि त्यसले गर्दा पनि स्टुल, उसको दिशा कडा हुन्छ। त्यो कडा दिशा निकाल्नु पर्दा चिरा परिरहेको हुन्छ, दुखाइ भइरहेको हुन्छ। धेरै अभिभावकहरू भनिराख्नुहुन्छ कि मेरो बच्चा 2-3 दिनमा एकपटक टोयलेटको लागि जान्छ। कोहीले भन्नुहुन्छ 4 दिन 5 दिनमा एकपटक टोयलेटको लागि जान्छ। एक त त्यो बच्चालाई कब्जियतै भएर पनि त्यसरी गएको हुन सक्छ, हैन भने कोही बच्चाहरू दुखाइको डरले पनि टोयलेट जान चाहिरहेको हुन्न। यसरी टोयलेट हुँदै आउन चाहँदै पनि दुखाइको डरले यदि बच्चा गइरहेको छैन टोयलेटको लागि भन्ने, त्यही दिशाहरू बाक्लो हुन्छ र बाक्लो दिशा बल लाएर गर्नुपर्दा फेरि चिरा परिरहेको हुन्छ, ब्लिडिङ भइरहेको हुन्छ। त्यसकारण यदि तपाईको बच्चाहरूको दिशामा रगत देखा परेको छ, बच्चालाई दिशा गर्ने बेलामा धेरै दुख छ, दुखाइको कारणले बच्चा दिशा गर्न जान आनाकानी गरिरहेको हुन्छ भने यी कुराहरू बुझ्दै आफ्ना बच्चाको यो स्टुल ह्याबिटहरूको बारेमा अवलोकन गर्दै तपाईले आफ्ना बच्चालाई तुरुन्त चेकअपको लागि चिकित्सकको सम्पर्कमा गइहाल्नुपर्छ, ताकि समस्या पछि जटिल नबनोस्। धन्यवाद।